जानकारी गरौँ उहाँ चाहिँ हुनुहुन्छ सहकारीको अध्यक्ष मात्र होइन उहाँ चाहिँ एउटा शिक्षक पनि हुनुहुन्छ त्यो पनि स्थायी शिक्षक सर स्वागत उहाँले कति जग्गा धरोडी तपाईँ लिएर राख्यो तपाईको सहकारी 2 कठा 18 हो उहाँलाई ती जग्गाको बापत तपाईले कति ऋण दिनुभयो ऋण माग्नु भएको थियो तर दिन सकेको छैन उहाँको जग्गामा पैसा कति उठाउनु भयो तपाईँ 20,60,000 20,60,000 उहाँको जग्गाबाट तपाईले ती पैसा उठाइसक्नुभयो जग्गा धरोडी राखेर उहाँलाई कति पैसा दिनुभयो मलाई अहिलेसम्म दिएको छैन कति महिना भयो उहाँको जग्गा तपाईनिर छ धरोडी राखेको उहाँलाई तर चेक दिएको छु म कस्तो चेक एउटा 25 लाख उहाँले पैसा उहाँलाई आवश्यकता परेको खण्डमा त्यही भएर तपाईनिर तपाईको त्यो सहकारीमा लोन लिन आयो नि त 25 लाखको चेक दिएको छु उहाँले त्यो पैसा चेक भज्यो त्यो उहाँले भन्नु म पैसा लिदिन मेरो जग्गा फिर्ता गर्दिन एकैछिन चाचा यी चाहिँ चेक देन चालू चेक भजल पैसा छल्यो चेकमे फर्जी चेक छल्यो ल के भन्नु होइन पैसा हुन्छ नि उहाँले भन्नुभयो म पैसा लिदिन के तपाईँ एउटा शिक्षक पनि हुन्छ स्थायी कर्मचारी हुनुहुन्छ अनि एउटा स्थायी कर्मचारीले यसरी सहकारीको अध्यक्ष बन्न मिल्छ सहकारी चलाउन मिल्छ होइन म त्यो 77 सालदेखि नै तपाईँ त्यो त डिटेलमा सर हामी निकालिहाल्छौँ कति सालदेखि हुनुहुन्छ तर एउटा शिक्षक भएर जुन यस्तो तरिकाले फर्जी गर्नु भएको छ उहाँको जग्गा हडपिनु भएको छ शिक्षक भएको अगाडिदेखि नै त्यो अनि शिक्षक भइसकेपछि त्यो काम छोड्नुपर्छ नि दलाली गर्न छोडेको थियो म फेरि दलाली गर्न स्टार्ट गर्नुभयो होइन त उहाँलाई त भनेको थियो उहाँले भन्नुभयो म पनि पैसा लिन्छु तर उहाँले पैसा पाएन त उहाँको जग्गा तपाईँले कहाँ राख्नु भएको छ अहिले नस्कुनमा राखेको छु तपाईँको आफ्नो सहकारीमा उहाँको जग्गा छ आफ्नो सहकारीमा छैन उहाँले तपाईँको सहकारीमा जग्गा राख्यो कि तपाईँले जुन सहकारीको नाम लिइराख्नु भएको छ नप्सुनको त्यसमा राखेको छ नस्कुनमा नै राखेको छ उहाँले चाचा तू एकरालाई जग्गा राख्न छ कि जनकपुर एकरालाई राख्ले जग्गा के हो नस्कुनैमा राखेको छ किन झुटो बोलिराख्नु भएको छ एकदम सत्य हो किन झुटो बोलिराख्नु भएको छ एउटा शिक्षक भएर लाज लाग्दैन झुटो बोल्नु अरे त्यो तपाईले दृष्टिबन्धक तपाईले के दृष्टि भन्दा तपाईँले सबभन्दा पहिला एउटा फर्जी मान्छे हो के तपाईले तपाईँको कारणले गर्दा उहाँको आमा सहमतिमा जो गरेछ खै त पैसा पाएको उहाँले